मसँग मेरो मनसँग खेल्यो। म बाँच्न सक्दिन, के गरौँ म रबिन बिना बाँच्न सक्दिन। तर उसले बिहा गरिसकेको छ, अब म के गरौँ? सर I'm sorry. सुन्नु न सुन्नु न, हामी यो दुनियाँमा यस्तै भयो, हामी अर्को दुनियाँ भेट्दा हुँदैन र? यत्रो ठुलो धोका किन दिनुभयो? के का लागि दिनुभयो भन्नुहोस्? यही शरीरको लागि हो? मैले त तपाईँलाई मनबाटै माया गरेको थिएँ। हुन त म माफीको योग्य छैन, तर मिल्छ र मलाई माफ गर्दैन? प्लिज मलाई माफ गरिदियो, मलाई बुझ्ने कोसिस गर। यो जिल्ला यस्तै भयो, म बाँच्न सक्दिन। अब के गरौँ? नौलो बिर्से चाहिँ एकछिन पहिला हाम्रो भाग्यमै नभएको कुरा किन पाइन्छ र? सारा भाग्यमा यस्तै थियो होला। म पनि मायाको दोषमा आएर आफ्नो परिवारको बारेमा भन्ने बिर्सेछु। अलिकति तिम्रो गल्ती भयो, अलिकति मेरो गल्ती भयो होला। म माफीको योग्य छैन, तर मिल्छ भने प्लिज माफ गरिदिनुहोस् ल च्यावाली। यत्रो ठुलो गल्ती कसरी भयो? कमसे कम भन्न सक्नुहुन्न थियो बिहा गरेको कुरा। मलाई यत्रो धोकामा कसरी राख्नु भयो तपाईँले? मेरा पनि आफ्नै बाध्यता थियो नि त, तिमीले बुझ्नु पर्थ्यो के होला। बाध्यता थियो? मेरो शरीर पाउनलाई यत्रो ठुलो खेल कसरी खेल्न सक्नु भयो? म तिमीलाई पहिरो होइन सरिता, म तिमीलाई मन हेरेको थिएँ। अब शरीरले खोज्ने भन्दा बाटोमा जति पनि केटी पाइन्छन् नि। के तर मलाई लागि शरीर माया गर्नुभयो? अब म के गरौँ ल भन्नुहोस्? अब के गरौँ म? यदि शरीरै खोजेको भए तिमी जस्तो केटी त राम्रो केटी बाटोमा पाइन्थ्यो नि त सरिता। तर म तिम्रो मन हेरेको थिएँ नि त। अब म बाँच्न सक्दिनँ तपाईँ बिना। अब भन्नुहोस् के गर्नु सक्नुहुन्छ अब मलाई? श्रीमती रोज्नुहोस् कि मलाई रोज्नुहोस्? दुईटा मर्नै पर्छ। मेरो कुरा सुन प्लिज। मर्नको लागि एउटा मात्र उपाय हुन सक्छ, तर जिउनको लागि हरेक उपाय छन्, धेरै उपाय छन्। यसकारण प्लिज तिमी बाँच्नु पर्छ, संसार जित्नु पर्छ। ओके प्लिज कम। म तपाईँलाई पाइनु भने मर्छु कि भन्नुहोस् कि म मर्छु कि तपाईँले तपाईँको श्रीमती छोड्नु पर्छ? दुईटामा एउटा तपाईँको अप्सन छ, के गर्नुहुन्छ? खुरुक्क भन्नुहोस्, नभए म आजको दिनदेखि बाँच्न सक्दिनँ। भोलिपल्ट न म तिमीलाई पाउन सक्छु, के गरौँ सरिता भन त? म तिमीलाई के गरौँ? तपाईँ आफै भन्नुहोस् तपाईँको डिसिजन। मैले आफ्नो डिसिजन सुनाइसकेँ। न त म तिमीलाई पाउन सक्छु, न गुमाउन सक्छु। म के गरौँ सरिता भन त? किन मलाई किन यत्रो धोका दिनुभयो? अब भन्नुहोस्, तपाईँको हातमा डिसिजन छ कि तपाईँले छोड्नु पर्छ कि मेरो लास हेर्नु पर्छ? म अब बाँच्न सक्दिनँ। यत्रो मलाई दोस्रो अप्सन मन पर्यो। मलाई दोस्रो अप्सन मन पर्यो। मरिदिउँ म, मरिदिउँ तपाईँको मर्देऊ 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 मर जाऊ। साँच्चै साँच्चै मरिदिउँ तपाईँले? मर्नको लागि एउटा मात्र उपाय, तर बाँच्नको लागि हरेक उपाय छ। यु हेभ टु अलाइभ दिस वर्ल्ड। त्यो मर्नु मात्र उपाय समाधान हो त? म तपाईँ बिना बाँच्न सक्दिनँ। मर नि त नि। मलाई माफ गर यार चियावाली यार। हामी यो दुनियाँमा सँगै नसकौँला, तर अर्को दुनियाँमा हामी पक्कै भेट भइहाल्छौँ नि। त्यसो भए सँगै मरौँ। गल्ती दुवैजना भएको छ, जाउँ सेती नदीमा आम फालेर मरौँ।